कोसित लडाई बाँकी छ। उहाँ त न्यायमूर्ति हो, न्यायमूर्तिलाई यहीँबाट उहाँ भन्छु भने न्यायपालिका स्वतन्त्र रहन्छ र यसको गरिमा स्वतन्त्र हुन्छ। यो हामी प्रक्रियामा हामी प्रश्न गर्दैनौँ, तर अदालतको यो शब्द देखिने गरी अदालतको न्यायालय स्वतन्त्र हुन्छ, शक्ति पृथकीकरणका सिद्धान्त हैन। अब यो न्यायालयमा हात हाल्नुभन्दा पहिला सोध्नु पर्थ्यो। न्युटनको ल छ नि, फर्स्ट रुल न्युटनको, त्यसले के भनेको छ, कुनै पनि वस्तुको त्यसको अवस्था दिशा तबसम्म त्यसले परिवर्तन हुन्न जबसम्म बाहिरी बल प्रयोग गरेर त्यसलाई चाहिँ त्यो दिशा अवस्था परिवर्तन गराइँदैन। न्यायालयको अवस्था लगभग हाम्रो 100 वर्षको इतिहासमा, 80-90 वर्षको इतिहासमा उसको दिशा अवस्था एउटै थियो जबसम्म राष्ट्रसभाले चलाएन। अब त राष्ट्रसभाले चलाए त उसले दिशा परिवर्तन गर्ने भयो। जब उसले दिशा परिवर्तन गर्छ अनि किन आपत्ति हैन? त्यसको मुभमेन्ट मोसन त जब चलाएर गरेको हैन। भनेपछि जब हामीले चलाउँछौँ भने वी हेभ टु एक्सपेक्ट द रिएक्सन अर रेस्पोन्स हैन। जब सुरुवात गर्यो राष्ट्रपाले भने अदालतले पनि आफ्नो प्रतिक्रिया दिने भयो। सो नाउ वी हेभ टु गो थ्रु द कन्सिक्वेन्सेस।